हिमबहादुर साई सरले गर्नुहुन्छ। त्यसै गरी 4 बजेदेखि 5 बजेसम्म सुशील अवधि, 5 बजेदेखि 6 बजेसम्म पवित्र कार्की र भीमराय सरको रहन्छ 6 बजेदेखि 7 बजेसम्म। त्यति भन्दै आर्यक निर्जनलाई चाहिँ स्वागत गर्न चाहन्छु। लाइभ चेट भएको छैन, ल है भन्नुभएको छ, एकदम यहाँलाई स्वागत। करण कुमार आउनु भएको छ, यहाँलाई पनि स्वागत अनि नमस्कार भन्न चाहन्छु। सञ्जना कार्की आउनु भएको छ, गुड आफ्टरनुन अल अफ यु भन्नुभएको छ, यहाँलाई स्वागत गर्न चाहन्छु। 4 हप्ता भयो सर मैले पाएको छैन केदार सरको पिन भन्नुभएको छ। करण सर आज मलाई मेसेज गर्नुहोस् है, तपाईँले मेसेज गर्नुहोस् करण सर, करण सुनवार सर, मलाई मेसेज गर्नुहोस्, म तपाईँको नाम मेन्सन गर्नेछु। ओके, चिन्ता नलिनुहोस्। ताराका सापकोटा सर आउनु भएको छ, करण सिंह, किशन सिंह आउनु भएको छ, यहाँलाई स्वागत गर्न चाहन्छु। लामा दिवस आउनु भएको छ, यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार भन्नुभएको छ, नमस्कार नमस्कार, आयो है हामी यता भन्नुभएको छ, एकदम यहाँलाई स्वागत गर्न चाहन्छु। सञ्जना कार्की आउनु भएको छ, यहाँलाई पनि स्वागत गर्न चाहन्छु। वीरेन्द्र गुरु आइसक्नु भएको छ, नेपाली झन्डाको फर्काउँदै आउनु भएको छ, यहाँलाई स्वागत गर्न चाहन्छु। मिना धमला पोखरेल आउनु भएको छ, भूमिका मिश्रा यहाँलाई स्वागत गर्न चाहन्छु। करुणा वीर आउनु भएको छ, नमस्कार सर म पनि आज लाइभ सेयर गर्दैछु भन्नुभएको छ, थ्याङ्क यू स्वागत गर्न चाहन्छु। त्यसै गरी देखिरहेको छु मैले निर्मला खटी सिस्टरलाई देखेको छु, निर्मला खटी सिस्टरलाई स्वागत गर्न चाहन्छु। सिस्टरले पनि नाम मेन्सन गर्नु होला, कमला निर्मला सिस्टर हजुरले पनि आफ्नो नाम मेन्सन गरेर चाहिँ जानु होला भन्न चाहन्छु। सकिन्छ भने लाइभलाई सेयर पनि गरिदिनु होला भन्न चाहन्छु। डबल स्क्रिन ट्याप ट्याप गर्दै हुनुहुन्छ निर्मला सिस्टरले, यहाँलाई देखिसकेको छु मैले। वीरेन्द्र गुरुले चाहिँ लाइभ सेयर भयो सर भन्नुभएको छ, भइसकेको छ सर। केशव अधिकारी सर आउनु भएको छ। त्यसै गरी आज हाम्रो एकजना अडियन्स अर्थात् हाम्रो एकजना सरको चाहिँ आज हिजो बेलुका नै आएको त्यो मोनिटाइजेसनको टुल प्राप्त गर्नुभएको थियो। उहाँको आज बिहान मात्रै मैले सेटअप गरिदिएको छु। पिलचन पौडेल सरको, पिलचन पौडेल सर जो चाहिँ हाम्रो लाइभमा पनि आउनुहुन्छ, प्रायः जस्तो देखिरहेको हुन्छु मैले। अब चाहिँ म पिन सुरुवात गर्छु। निर्मला खट्टीजी हजुरले पनि आफ्नो नाम मेन्सन गर्नु होला है सिस्टर। निर्मला सिस्टर तपाईँले आफ्नो नाम मेन्सन गर्नु होला भन्न चाहन्छु। सङ्गीता सिग्देलाई देखिरहेको छु, नमस्कार सर। नमस्कार हजुर। करण सिंह सरले चाहिँ धेरैजनाको व्यक्तिको नाम मेन्सन गर्नु भएको छ, म अब पिनबाट सुरु गरिहाल्छु। हजुर पिन लिएर चाहिँ नजानु होला भन्न चाहन्छु। वेलकम यु एक्टिभ फ्रेन्ड भन्नुभएको छ हाम्रो निर्मला खट्टी सिस्टरले। सबैजनालाई आफ्नो नाम मेन्सन गर्नु होला। निर्मला सिस्टर आफ्नो नाम मेन्सन गर्नु होला है, निर्मला सिस्टर आफ्नो नाम मेन्सन गर्नु होला। सकिन्छ भने लाइभलाई पनि सेयर गरिदिनु भयो भने तपाईँको 85,000 फ्यामिलीमाथि मेरो लाइभ पुग्यो भनेपछि अवश्य पनि वाचिङ बढ्छ जस्तो लाग्छ मलाई। तपाईँले दाइलाई चाहिँ अलिकति साथ र सपोर्ट गर्नुपर्छ निर्मला बहिनी, हजुरलाई त्यो भन्न चाहन्छु। र किशन सिंहलाई मैले पिनमा राखेको छु, ल भन्नुभएको छ निर्मला खट्टी बहिनीले। ल बहिनी हजुरले चाहिँ गर्नु पर्यो है। किशन सिंहलाई राखेको छु मैले, किशन सिंहलाई सबैले मार्दै गर्न जोडिनु होला। त्यसै गरी हाम्रो इन्द्रलाल शर्मा सर आउनु भएको छ, हाम्रो एमडिआर टिमको सक्रिय हाम्रो अभिभावक अर्थात् हाम्रो गुरु नै भन्नुपर्छ। उमेरले चाहिँ धेरै एडजस्ट हुनुहुन्छ उहाँ चाहिँ। इन्द्रलाल शर्मा सरसँग को जोड्नु भएको छैन जोड्नु होला। निर्मला खट्टीले चाहिँ नाम मेन्सन गरिसक्नु भएको छ, पक्कै पनि यहाँसँग जोड्नु भएको छैन भने एकदमै सपोर्टिभ पर्सन हुनुहुन्छ हाम्रो निर्मला बहिनी। निर्मला बहिनीसँग हजुर जोडिहाल्नुहोस् है साथीहरू। हजुरलाई एकदमै सपोर्ट गर्नुहुन्छ, हजुरको प्रोफाइलमा पुग्नुहुन्छ, उहाँको कन्टेन्टहरू यस्तो यस्तो कन्टेन्ट बनाउनुहुन्छ उहाँले है। म त उहाँको कन्टेन्ट हेरेर नै फिदा भएको छु, बहिनीको कन्टेन्टहरू हेरेर नै फिदा भएको छु। अनि एकदम राम्रो राम्रो बनाउनुहुन्छ, हाँसिलो अनुहार, हाँसिलो चम्किलो मुहार है, एकदमै राम्रो बनाउनुहुन्छ उहाँले। सबैजनाले उहाँलाई पनि माया गर्नु होला। तर लाइभ चाहिँ सेयर गरिदिएको भए राम्रो हुन्थ्यो बहिनीले पनि। अनिल हिमाल सर यहाँलाई स्वागत गर्न चाहन्छु। रेखा पन्दक आगडम्बे आउनु भएको छ, यहाँलाई चाहन्छु। सरिता भट्टराई नेपाल आउनु भएको छ, लाइभलाई सेयर गरेर आइदिनु होला। फेरि सबैले लाइभलाई सेयर गरेर आइदिनु भयो भने चाहिँ अवश्य पनि उचित हुनेछ भन्ने जस्तो लाग्छ मलाई। अनिल हिमाल सरले पनि निर्मला खट्टी भन्नुभएको छ। सबैले है, सबैले निर्मला खट्टीलाई सबैले माया गर्नु होला। एकदम सपोर्टिभ पर्सन हुन्छ। प्रकाश दिवस सर आज बल्ल आज देखिरहेको छु। त्यसै ताराखर सापकोटा सरले चाहिँ ट्याप 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 गरिराख्नु भएको, डबल सिन ट्याप ट्याप गरिराख्नु भएको छ। अनिल हिमाल सरसँग सबैदिनु होला। मेरो घरतिर भिजिट गर्न पठाइदिनु न है सर भन्नुभएको छ सङ्गीता भट्टराई नेपालले। एकदम है। सावित्र बस्नेत यहाँलाई स्वागत चाहन्छु। अशोक हिमाल सर नमस्कार अनि स्वागत छ। सबैलाई नमस्कार, फलो गर्नु होला भन्नुभएको छ अनिल हिमाल सरले। एकदम सर। प्रकाश दिवस आउनु भएको छ, म पनि आएँ है सर भन्नुभएको छ, यहाँलाई स्वागत गर्न चाहन्छु। मेरो आवाज कस्तो आएको छ, आवाज कस्तो आएको छ त्यो तपाईँले हेरिदिनु होला। अब आर्यक निर्जनलाई राखेको छु मैले। वाचिङ अलिकति बढाउन मद्दत गर्नुपर्छ है हजुरले। पवित्र कार्की म्याम हजुरलाई स्वागत गर्न चाहन्छु। आफ्नो नाम मेन्सन गर्नु होला।
पवित्र कार्की रामचन्द्र भट्ट केशव आउनु भएको छ, केशव आउनु भएको छ, यसलाई पनि स्वागत गर्न चाहन्छु। लाइभलाई सेयर गरिदिनु होला, लाइभ सेयर भएको छैन। आरिक निर्जान हजुरको नै किन लाइभ सेयर देखाउँदैन हो? सधैँ आउँछु भन्नुभएको छ, म सधैँ आउँछु भन्नुभएको छ, सधैँ आउनुहुन्छ हजुर। निराजन साउद आउनु भएको छ, झ्याप्पै मायालाई हाल्यौँ भने नि ठिक छैन जमाना भन्नुभएको छ। झ्याप्पै मायालाई हालौँ भने नि ठिक छैन जमाना, होइन र सर? त्यस्तो हो नि त जिन्दगी। सङ्गीता रिन्दाले आउनु भएको छ, गुड मोर्निङ सर भन्नुभएको छ, नमस्कार भन्नुभएको छ, नमस्कार हजुर नमस्कार। रिता सागर आउनु भएको छ, नमस्ते भन्नुभएको छ, नमस्ते हजुर नमस्ते, यहाँलाई स्वागत गर्न चाहन्छु। सबैले चाहिँ हामी आरिक मिर्जालाई माया गर्नुभयो होला जस्तो लाग्छ मलाई। त्यसै गरी पवित्र कार्कीलाई सबैले माया गर्नु होला। पवित्र कार्कीलाई चाहिँ सबैले माया गर्नु, किनभने पूर्णबहादुर खर्ती, निष्ठुरी एन्डी पुनको सबैको नाम मेन्सन गर्नुभएको छ, उहाँ सबैलाई माया गर्नु होला। उहाँको लाइभ सेयरमा चाहिँ अलिकति समस्या छ। म जागिरतिर भन्नुभएको छ, पराजु खड्का टिके सरले चाहिँ यहाँलाई स्वागत पनि अनि मिठो सम्झना पनि भन्न चाहन्छु। र प्रकाश दिवस सरले धेरैजनाको नाम मेन्सन गर्नुभएको छ। सुरज केसी आउनु भएको छ, निराजन साउद, यहाँ सबैलाई स्वागत अनि मिठो माया र सधैँ हाम्रो माया अटुट नै रहिरहोस्, होइन। र ताराखर सापकोटा सर आफ्नो नाम मेन्सन गर्नुलाई भन्न चाहन्छु। ताराखर सापकोटा सरले पनि स्वरमा के भो सर भन्नुभएको छ। ए आवाज आएको छैन, मेरो आवाज आएको छैन, म बिस्तारै बोलेको थिएँ, आवाज आएको छैन, सुन्नु भएको छ मेरो आवाज? सर मलाई त के गर्नुपर्छ आउँदैन सिकाइदिनु न भन्नुभएको छ मिना धमला पोखरेल। हजुरले जे गर्नुभएको छ सबै गरिसक्नु भएको छ, आफ्नो नाम मेन्सन गर्नुलाई याद लगाएर। र अहिले चाहिँ करुणा सुनवार सरलाई सबैले माया गरिदिनु होला। करुणा सुनवार सरलाई नमस्कार भन्न चाहन्छु। त्यसै गरी रिमा खरेल घिमिरेले चाहिँ सर लाइभ सेयर गरेको छु भन्नुभएको छ, हजुरले गरिसक्नु भएको छ। सुरज केसीले गर्नुभएको छ, वीरेन्द्र गुरुले गर्नुभएको छ, निराजन साउदले गर्नुभएको छ, रेणु पुरीले गर्नुभएको छ। रेणु पुरी आज फर्स्ट टाइम आउनु भएको छ मेरो लाइफमा, पहली बार आए हैं आप, मेरे को समझ में आ गया पहली बार आए हैं। मुना पाण्डेको लाइभ सेयर भएको छैन। पदम भट्टराई सर आउनु भएको छ, म पनि आएको छु है भनेर भन्नुभएको छ, यसलाई स्वागत गर्न चाहन्छु। डबल स्क्रिन ट्याप गर्नु होला। सबैले चाहिँ लाइभलाई सेयर गरेर राख्नु होला। गायत्री आचार्य भर्खर आउनु भएको छ, यहाँलाई धेरै दिनपछि आउनु भएको छ है, आएको छ आवाज भन्नुभएको छ। पवित्र कार्की म्यामले चाहिँ पक्कै पनि आफ्नो नाम मेन्सन गर्दा किन हो लाइभ सेयर नदेखेको तपाईँले लाइभमा भन्नुभएको छ। उहाँको चाहिँ ताराखर सापकोटा सर तपाईँको चाहिँ तपाईँले गर्नुभएको छ, मलाई थाहा छ तपाईँले लाइभ सेयर गर्नुभएको छ, तर तपाईँको चाहिँ यहाँ किन हो, के को जाने हो, कसरी हो, तपाईँको चाहिँ के भइरहेछ भन्दाखेरि लाइभ सेयर देखाउँदो रहेनछ क्या कतिखेर। अब ताराखर सापकोटा सरलाई सबैले माया गर्नुहोस्। वाचिङ एकदमै न्यून छ साथीहरू, जसले लाइभलाई सेयर गर्नुभएको छैन हजुरहरू सबैले लाइभलाई सेयर गरेर धेरैभन्दा धेरै व्यक्तिहरूको माझमा पुर्याइदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँ ताराखर सापकोटा सरलाई सबैले माया गर्नु होला। अहिले डबल स्क्रिन ट्याप गर्दै हुनुहुन्छ, सबैजनालाई म राख्ने छु। मनिता डाङ्गी आउनु भएको छ, यहाँले लाइभ सेयर देखाएको छैन उहाँको पनि। निराजन साउदको लाइभ सेयर गर्नुभएको होला पक्कै पनि। सीता केसी यसलाई स्वागत हाइलाइट दिनुभएको छ, यसलाई स्वागत गर्न चाहन्छु। लाइभलाई सेयर गरेर आउँला। सावित्रा केसीले लाइभलाई सेयर गर्नुभएको, बस्नेतले लाइभलाई सेयर गर्नुभएको छ। रिमा खत्री घिमिरेले चाहिँ आफ्नो नाम मेन्सन गर्नुभएको छ। सबैलाई म राख्दैछु, तपाईँहरू सबै धैर्यता गर्नु होला। निराजन साउदलाई माया गर्नु होला। निराजन साउदलाई माया गर्नु होला। सबैले चाहिँ साथीहरू सबै चाहिँ फेसबुक यात्रामा चाहिँ एक्लै हिँड्न खोजेर केही पनि हुनेवाला छैन। त्यसो भएको कारण चाहिँ यात्रा चाहिँ सहयात्रा गर्नलाई चाहिँ हामीलाई साथी बन्नुपर्छ। साथी बन्नको लागि 50 ग्रुप सेयर डन भन्नुभएको छ हाम्रो रेणुपुरीले है। अब पालो रेणुपुरीको हेर्नुहोस् त, तपाईँ जति सक्नुहुन्छ तपाईँहरूको ग्रुपमा। जय बहादुर बुढा सर यहाँलाई स्वागत गर्न चाहन्छु। अच्युत धिताल सर म राख्ने छु एकछिन पछाडि। इन्दिरा सिटौला सुवेदी आउनु भएको छ, यहाँलाई स्वागत अनि नमस्कार गर्न चाहन्छु। निराजन साउदले चाहिँ निर्मल योगीको नाम मेन्सन गर्नुभएको छ। निर्मल योगी को हुनुहुन्छ तपाईँले चिन्नु भएको छैन भने उहाँसँग पनि जोड्न भन्न चाहन्छु। मैया फुयाल आउनु भएको छ, म पनि आएँ है सर भन्नुभएको छ, यहाँलाई स्वागत अनि नमस्कार भन्न चाहन्छु। सबैले पिनमा लागेको आइलाई फलो गर्नु होला, एकअर्कामा जोडिने प्रयास गर्नु होला। सहकार्य बिना यात्रा अधुरो रहन्छ फेसबुक यात्रामा साथीहरू। त्यसो भए कारण चाहिँ सबैजना चाहिँ अनिवार्य रूपमा गर्नु होला। मेरो कमेन्ट पढ्नु न सर भन्नुभएको छ जय बहादुर बुढा सरले चाहिँ। हजुरको कमेन्ट पढिसकेको सर, तपाईँले चाहिँ आफ्नो नाम मेन्सन गर्दै आउनु होला। तपाईँले धेरै दिन भइसक्यो लाइभमा
पिन नपाएको भन्न चाहन्छु। त्यसैगरी बाला परियारलाई राख्न चाहन्छु। बाला परियारलाई सबैले माया गर्नु होला। बाला परियार सरलाई पनि सबैले माया गर्नु। लाइभलाई सेयर गर्नु भएको छैन। कोमलनाथ योगीले चाहिँ लाइभलाई सेयर गरेर राख्नु होला। लाइभ सेयर देखाएको छैन। सङ्गीता रम्जाली यसलाई स्वागत गर्न चाहन्छु। सम्झना कार्की राख्न चाहन्छु। अब सम्झना कार्कीलाई सबैले माया गर्नु होला। सम्झना कार्कीलाई मिनराज छत्याल सर आउनु भएको छ। मिनराज छत्याल सर यसलाई स्वागत गर्न चाहन्छु। अञ्जली भलोक आउनु भएको छ। यसलाई पनि स्वागत गर्न चाहन्छु। धेरैभन्दा धेरै व्यक्तिहरूको माझमा लाइभलाई पुर्याइनु हुन हार्दिक अनुरोध गर्छु। प्रकाश बडा सर यसलाई पनि स्वागत गर्न चाहन्छु। लाइभलाई सेयर गरेर आउनु होला। सबैले लाइभलाई सेयर गरेर आउनुभयो भने राम्रो हुन्छ। सविता श्रेष्ठ आउनु भएको छ। यसलाई स्वागत गर्न चाहन्छु। सबैले एभ्री पर्सन तपाईँ सबैले त्यो गर्नु होला। र पिनमा राखेको आइलाई चाहिँ फलो गर्दै पनि गर्नु होला है। फलो पनि गर्नुपर्छ। फलो बिना चाहिँ अगाडि बढ्न पनि सकिन्न, साथी बनाउन सकिन्न। ओके, वीरेन्द्र गुरु, अहिले वीरेन्द्र गुरुलाई राखेको छु मैले। सुस्मिता मल्ल ठकुरी आउनु भएको छ। यसलाई न्यू सायद नयाँ नै हुनुहुन्छ जस्तो लाग्छ मलाई। दिपु खड्का सर, वेलकम टु माई लाइफ। दिपु खड्का सर हाम्रो एमडिया टिमको एकदमै सक्रिय सदस्य दिपु खड्का सर है। उहाँ चाहिँ एउटा मिडिया पत्रकारितामा पनि कामहरू गरिराख्नु भएको छ है। मिडिया पनि हुनुहुन्छ। राजेन्द्र प्रसाद शर्मा सर यसलाई पनि स्वागत गर्न चाहन्छु है। राजेन्द्र प्रसाद शर्मा सर यसलाई पनि स्वागत गर्न चाहन्छु। हाम्रो एमडिया टिमको एकदमै भरदह साडी नै एकदमै कन्टेन्ट क्रिएसनमा एकदमै अगाडि है। सबै कुराहरूमाथि हाम्रो राजेन्द्र प्रसाद शर्मा पनि आउनु भएको छ। यसलाई पनि स्वागत गर्न चाहन्छु है। वीरेन्द्र गुरुलाई सबैजनाले माया गर्नु होला भन्न चाहन्छु। त्यसैगरी लाइभलाई सेयर चाहिँ अनिवार्य रूपमा गरिदिनु होला साथीहरू। लाइभलाई सेयर गर्नुभयो भने चाहिँ धेरैभन्दा धेरै वाचिङहरू बढ्छ। वाचिङ बढ्नु भनेको तपाईँहरूको चाहिँ फलोवर्स बढ्नु हो। के भन्नुभएको छ अछुर गीताले चाहिँ सपोर्ट भन्नुभएको छ। ओके सर, म तपाईँलाई राख्नेछु। एकछिन पछाडि वेट गर्नु होला। सबै साथीहरूलाई टाइम दिएकी छु। इन्डिया लगायत इन्डिया लिडको लाइफमा पनि गायत्री आचार्य भन्नुभएको छ। अहिले 0 छ, मलाई त हेल्प हुन्छ होला जस्तो लाग्ने छोडियो भन्नुभएको छ। गायत्री आचार्यले चाहिँ अवश्य राख्नु छ है। वेट गर्नुहोस्। गोपाल पौडेल सर यसलाई स्वागत गर्न चाहन्छु है। रेमा गुप्ताको नाम मेन्सन गर्नुभएको छ। रेमा गुप्ता आउनु भएको रहेछ। रेमा गुप्तालाई पनि स्वागत गर्न चाहन्छु। थ्याङ्क यू भन्नुभएको छ प्रकाश दिवस सरले। प्रकाश दिवस सरलाई पहिलेमा सबैले माया गर्नु होला। मनिता डाङ्गेको चाहिँ लाइभ सेयर देखाएको छैन। लाइभलाई सेयर गरेर आउनु होला। एकदमै निम्न छ वाचिङ चाहिँ। अलिकति बढाइदिनु होला भन्न चाहन्छु। सिर्जना आचार्य आउनु भएको छ। यहाँलाई पनि स्वागत गर्न चाहन्छु। तर लाइभ चाहिँ सेयर भएको छैन। जसले पिन पाइसक्नु भएको छ प्लिज हजुरहरूले चाहिँ के गर्नु होला भन्दाखेरि धेरैभन्दा धेरै व्यक्तिहरूको नाम मेन्सन गर्दै गर्नुहोस्। हजुरले चाहिँ जेपी काप्ले सर यसलाई स्वागत गर्न चाहन्छु। नमस्कार भन्नुभएको छ। नमस्कार हजुर, नमस्कार। लाइभलाई सेयर गरेर नगरेको साथीहरू चाहिँ सबै लाइभलाई सेयर गरेर राख्नु होला। अछुत धिताल सरलाई सबैले माया गर्नु होला। अछुत धिताल सरलाई र आर्यन नोबल बराटो भन्नुभएको छ। यहाँले चाहिँ देशी साथीहरूको नाम मेन्सन गर्नुभएको छ। अछुत धिताल सरलाई सबैले एभ्री पर्सन सबैजना होला। रिमा बिके आउनु भएको छ। म्याम आउनु भएको छ। यसलाई पनि नमस्कार अनि स्वागत गर्न चाहन्छु मेरो लाइफमा। इन्दिरा शर्मा घिमिरे आन्टी पनि आइसक्नु भएको छ। उत्तर कुमार तामाङ सर पनि आइसक्नु भएको छ। रक्म नारायण काफले पनि आउनु भएको छ। यसलाई पनि स्वागत गर्न चाहन्छु अनि नमस्कार भन्न चाहन्छु। सिद्धार्थ खरेल सर पनि आइसक्नु भएको छ। नमस्कार सर भन्नुभएको छ। नमस्कार हजुर, नमस्कार। यहाँ सबै जति पनि मेरो लाइफमा उपस्थित हुनु भएको छ डबल सेन ट्याप गर्दै यसो मिलाएर चाहिँ तपाईँहरूले पनि लाइभलाई अलिकति ग्रुपमा धेरैभन्दा धेरै सेयरहरू गरेर चाहिँ साथ र सपोर्ट गर्नुहुनेछ भन्ने कुराहरूमा म विश्वस्त छु साथीहरू है। सबैको यात्रा एउटै छ साथीहरू। उद्देश्य एउटै छ, लक्ष्य एउटै छ। बोकेर हामी हिँडिरहेका छौँ यस मोनिटाइजेसनको यात्रामा। त्यसो भएकाले चाहिँ हेसिजन हुँदैन, गडबड हुँदैन। हामी चाहिँ सधैँ अगाडि बढ्नै पर्छ। राजेन्द्र प्रसाद देवी सर तपाईँ नाम मेन्सन गर्नु होला भन्न चाहन्छु। रक्म नारायण काप्रे सरलाई सबैले माया गरिदिनु होला। सबै साथीहरूले लाइभलाई सेयर गरौँ है मेरो अनुरोध भन्नुभएको छ। हेर्नुहोस् त राजेन्द्र प्रसाद देवी सर अहिले स्कुल कलेजमा हुनुहुन्छ पनि उहाँको चाहिँ अहिले उहाँले आज छुट्टी छ कि के छ है सर? छुट्टी होला सायद। उहाँ लाइभलाई सेयर गरेर आउनु भएको छ। यहाँ सबै लाइभलाई सेयर गरेर आइदिनु होला। सिर्जना आचार्यको अहिले लाइभ सेयर देखाएको छ। थ्याङ्क यू सो मच भन्न चाहन्छु। प्रकाश बडा आउनु भएको छ। कमला देवी विष्ट हुनुभएको छ। ओके राख्ने छु। रिमा विकेले चाहिँ तेज बहादुर कार्की, जगवीर देवकोटा, चन्द्र पोखरेल, अशोक यज्ञ सरको नाम मेन्सन गर्नु भएको छ। यहाँ सबैलाई राख्न चाहन्छु। अब उत्तर कुमार तामाङ सरलाई सबैले माया गरिदिनु होला। उत्तर कुमार तामाङ, अन्तिमा श्रेष्ठ, अमृत या व्यक्तिहरूको नाम मेन्सन गर्नु भएको छ। उहाँले चाहिँ सबैजनासँग जोडिदिनु होला। अमन बहादुर चाहिँ यहाँलाई स्वागत गर्न चाहन्छु। अमर बेरियार यहाँलाई स्वागत। तेज बहादुर श्रेष्ठ सर यहाँलाई पनि स्वागत गर्न चाहन्छु। सङ्गीता रञ्जाली पनि आउनु भएको छ। सबैले ग्रुप र मेसेन्जरमा पनि सेयर गरौँ भन्नुभएको छ। हाम्रो राजेन्द्र प्रसाद रेग्मी सरले चाहिँ एकदमै सर ग्रुप मेसेन्जर हजुरहरूको जति पनि छ आफ्नो प्रोफाइल सबैमा सेयर गरिदिनुभयो भने चाहिँ अवश्य पनि वाचिङ बढ्छ। वाचिङ जति बढ्यो त्यति तपाईँहरूको फलोवर्स बढ्छ। एक अर्कामा जोडिने अवसर मिल्छ साथीहरू। त्यसो भए कारण सबैले नहिचकिचाएर नडराएर
तपाईँहरूले चाहिँ लाइभलाई सेयर गर्नुभयो भने कुनै पनि गाह्रो हुँदैन। मैले अस्ति मात्रै मैले मेटा टिमसँग कुरा गरेको थिएँ, त्यसो मेटासँग कुरा गरेको थिएँ, लाइभ सेयर गर्दा केही प्रब्लम आउँछ भनेर चाहिँ सोद्धाखेरि नै केही पनि आउँदैन। झन् तपाईँहरूको चाहिँ इङ्गेजमेन्ट बढ्छ। तपाईँको प्रोफाइलमा यदि लाइभलाई सेयर गर्नुभयो भने तपाईँले चाहिँ इङ्गेजमेन्ट बढ्छ, तर 28 दिनभित्रमा आफ्नो प्रोफाइलबाट हटाउनु पर्छ भनेर चाहिँ मलाई जानकारी गराउनु भएको थियो मेटा टिमले। यो कुरा पनि यहाँलाई जानकारी गराउन चाहन्छु। अमन बिरियालाई सबैले माया गर्नु होला। 50 गरुप सेयर भन्नुभएको छ हाम्रो चाहिँ रेना पुरीले चाहिँ। थ्याङ्क यू सो मच सिस्टर, थ्याङ्क यू सो मच। हजुरलाई यो साथ र सपोर्ट सधैँ रहिरहोस्, सधैँ आउनु होला लाइफमा। विनिता परसाई ढकालको चाहिँ लाइभ सेयर देखाएको छैन, लाइभलाई सेयर गरेर आउनु होला भन्न चाहन्छु। तपाईँहरू चाहिँ अलिकति धैर्यता गर्नुपर्छ साथीहरू, धैर्यता बिना यात्रा अधुरो रहन्छ। मुना पाण्डेजी सबैले फलो गर्नु होला भन्नुभएको छ, एकदम फलो गर्नु होला। पिनमा रहेको आइलाई चाहिँ अनिवार्य रूपमा। सृजना आचार्यलाई सबैले माया गर्नु होला, सृजना आचार्यलाई। रेता सागरले चाहिँ के भन्नुभएको छ, म सेयर गरेको छु सर भन्नुभएको छ, गर्नुभएको छ सर, हजुरले पनि गर्नुभएको छ, मैले देखिरहेको छु। सबैले चाहिँ सृजना आचार्यलाई माया गर्नुलाई भन्न चाहन्छु। त्यसै गरी अब चाहिँ राजेन्द्र प्रसाद रेग्मी सरलाई सबैले माया गर्नु। राजेन्द्र प्रसाद रेग्मी सर एकदमै सपोर्टिभ, एकदमै तपाईँहरूको प्रोफाइलमा हजुरले हेर्नुभयो भने उहाँको नाम चाहिँ प्रत्येक प्रोफाइल पोस्टमा पुगेको हुन्छ। राजेन्द्र प्रसाद रेग्मी सरको चाहिँ कसैलाई पनि छोड्नु न, उहाँले चाहिँ फलोवर्स हुनुहोस् नन फलोवर्स हुनुहोस् होइन, जस्तो सुकै व्यक्ति उहाँको प्रोफाइलमा देख्नुभयो भने चाहिँ ट्याक्क टिपेर चाहिँ एउटा मिठो कमेन्ट चाहिँ उहाँको छोड्ने बानी छ। त्यो बानीलाई चाहिँ मेरो एकदमै सम्मान पनि गर्न चाहन्छु र एकदमै उहाँको त्यो बानीलाई मन पनि पराउन चाहन्छु। म त्यो भन्न चाहन्छु सबैजना हलाइसँग जोड्नु राजेन्द्र प्रसाद रेग्मी सरसँग। त्यसै गरी दिपु खड्का सरसँग को जोड्नु भएको छैन, उहाँ चाहिँ मिडिया कर्मी हुनुहुन्छ, मिडिया सेक्टर लाइनको हुनुहुन्छ। उहाँ सबैजनाले चाहिँ हाम्रो एमडिया टिममै हुनुहुन्छ। उहाँ चाहिँ दिपु खड्का सर, सबैले चाहिँ दिपु खड्का सरलाई पनि माया गर्नु भन्न चाहन्छु। पृथ्वी कार्की सर यहाँलाई पनि स्वागत गर्न चाहन्छु। म पनि आएको छु है सर भन्नुभएको छ। भट्टराई सुमन सर आइसक्नु भएको छ हाम्रो एमडिया टिमको कुल बोय है। उहाँ चाहिँ एकदमै भर्दा छालिन बोल्दाखेरि यसो हो नि त निर्मलजी, यसो गर्नुपर्छ निर्मल सर भनेर भन्नुहुन्छ उहाँले। उहाँलाई चाहिँ स्वागत गर्न चाहन्छु है। सबैले एभ्री पर्सन सबैजना जानुहोस् है, सबैजना। सुस्मिता मल्ल ठकुरले चाहिँ लाइभलाई सेयर गर्न आउनुहोला भन्न चाहन्छु। त्यसै गरी रिमा खरेललाई सबैले माया गर्नु होला। रिमा खरेल सुवेदीलाई सबैले माया गर्नु होला भन्न चाहन्छु। रिमा खरेल घिमिरेलाई सबैले माया गर्नु होला, सबै एभ्री पर्सन। थ्याङ्क यू सो मच प्रकाश बोराजी, हजुरलाई थ्याङ्क यू सो मच। मेरो लाइफको शोभा बनाइदिनु भएको छ लाइफमा आएर चाहिँ, यसलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। सबैले रिमा खरेल घिमिरेलाई पनि माया गर्नु होला भन्न चाहन्छु। र त्यसै गरी अब राख्न चाहन्छु म इन्दिरा सिटौला सुवेदीलाई सबैले माया गर्नु होला। इन्दिरा सिटौला सुवेदी सिस्टरलाई पनि सबैले माया गर्नु होला। सबैजना जानुहोस्। वाचिङ एकदमै निम्न छ, अघि चाहिँ 45 जनाको वाचिङ पुगिरहेको थियो, अहिले चाहिँ एकदमै 42-43 मात्रै छ साथीहरू। अलिकति तपाईँले जोर गर्नुभयो भने अवश्य पनि पुग्छ, तपाईँको वाचिङ चाहिँ एकदमै पुग्छ। 70-80 को त वाचिङ हाराहारीमा बनाउनु पर्छ नि त हामीले होइन, सबैजनाले। केशव अधिकार सर यहाँलाई स्वागत गर्न चाहन्छु। सबैलाई म स्वागत गर्न चाहन्छु। त्यसै गरी अब राख्न चाहन्छु म प्रकाश बोहरा सरलाई सबैले माया गर्नु होला। प्रकाश बोहरा सरलाई। कमलनाथ योगी हजुरले लाइभलाई सेयर देखाएको छैन, लाइभलाई सेयर गरेर राख्नु होला। बबिता लुइटेल भट्टराई आउनु भएको छ, यसलाई पनि स्वागत गर्न चाहन्छु। लता देवी ढुङ्गेल आउनु भएको छ, यसलाई पनि स्वागत। नाम त भनिदिनु सर भन्नुभएको छ, नाम भनिसकेको छु। लता देवी भर्खर आएको छ हजुरको कमेन्ट है। अमृत गेवाली सर यहाँलाई स्वागत गर्न चाहन्छु। सुरज केसी हुनुहुन्छ, रेमा बिकी हुनुहुन्छ, दीपक खट्टी सर हुनुहुन्छ, लक्ष्मी पन्थ भण्डारी हुनुहुन्छ, यहाँलाई पनि स्वागत। भीम केसी आउनु भएको छ, गुड आफ्टरनुन भन्नुभएको छ। गुड आफ्टरनुन हजुर। लो मोया मार्नु भयो र पो बडो चिन्तामा छु भन्नुभएको छ। कहाँ माया मार्नु, मुया कहाँ मार्छु हो तपाईँलाई भट्टराई सुमन सर। हजुरलाई चाहिँ मैले माया मारे त भएन त, सकिएन त। तपाईँको यस्तो छ क्या सर, अब कल गर्नु भएको हुन्छ, अलिकति टाइम पनि मिलेको हुँदैन, त्यो कारण चाहिँ मैले कल रिसिभ नगरेको, त्यो लागि सरी भन्न चाहन्छु। तपाईँ हामी त छुनै छौँ नि, हामी मन मस्तिष्कमा मुटुमा बस्न सफल हुनुभएको, हामी एकअर्कामा चाहिँ सहकार्य गरेर अगाडि बढिसकेका छौँ। एमके आकाश थापाले चाहिँ सर हजुरलाई त मेरो टिकट भइरहेको छ भन्नुभएको छ के एमके थापाजी आफ्नो नाम मेन्सन गर्नुहोस् तपाईँले भन्न चाहन्छु। प्रकाश बोहरा सरलाई सबैले माया गर्नुभयो होला भन्ने जस्तो लाग्छ मलाई पक्कै पनि। त्यसै गरी बबिता लुइटेल भट्टराईलाई चाहिँ सबैले माया गर्नु होला। भट्टराई सुमन सर आफ्नो नाम मेन्सन गर्नु होला भन्न चाहन्छु। अनिता तामाङ दिदी पनि आइसक्नु भएको छ। अब भने लाइफमा चाहिँ एकदमै राम्रो हुन्छ साथीहरू। सबैले चाहिँ बबिता लुइटेल सबैलाई माया गर्नु होला। त्यसै गरी एमके आकाश थापालाई माया गर्नुहोस्। एमके आकाश थापालाई त्यसै गरी हेर्नुहोस् त कति एक्टिभ, कति सपोर्टिभ व्यक्ति हुनुहुन्छ हाम्रो अनिता तामाङ दिदी।
ट्याक्कै आउनु भएको छ लाइभमा आइसके लाइभको सेयर पनि गर्नु भएको छ धेरैजना नाम व्यक्तिहरूको नाम पनि मेन्सन गर्नु भएको छ यहाँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु दिदी हजुरलाई है सोनम तामाङ सर यहाँलाई स्वागत गर्न चाहन्छु करण सिंह धामी आज त छिट्टै आइसक्नु भएको छ हेर्नुहोस् त नमस्कार सर नमस्कार हजुर नमस्कार एमके आकाश थापालाई सबैले माया गर्नुहोस् है एभ्री पर्सन है सबैजना जानुहोस् है त्यसै गरी रिमा बिके म्यामलाई सबैले माया गर्नु रिमा बिके म्यामलाई सबैले माया गर्नु पूर्ण ढेग्ने आउनु भएको छ लाइभलाई सेयर गरेर आइदिनु होला प्लिज लाइभ सेयर गर्नुभयो भने चाहिँ वाचिङ बढ्छ 43-44 को मात्रै वाचिङ भइरहेको छ किन हो के जाने है सबैले एभ्री पर्सन सबैले है सबैले माया गरिदिनु होला पिनमा लागेको आइलाई चाहिँ छोड्दै नछोड्नुहोस् अमृत गेवालीलाई स्वागत गर्न चाहन्छु त्यसै गरी मेरो लाइफमा आएर चाहिँ प्रत्येक दिनमा आएर चाहिँ साथ र सपोर्ट गर्नुहुने मेरो प्यारो दिदी अनिता तामाङ दिदीलाई चाहिँ मेरो मनैदेखि धन्यवाद दिन चाहन्छु फेरि पनि लाइभको स्वभाव रहनु भएको छ 20 स्टार दिएर चाहिँ हजुरलाई मेरो मनैदेखि धन्यवाद दिन चाहन्छु छौ भनेर मात्रै हुन्न हो मेरो सर भएको जस्तो आवाज हुनु पर्यो भद्राई सोमन सर नाम मेन्सन गर्नुहोस् तपाईँले खुर्कुबार लाग्यो बाँकी कुरा छोड्नुहोस् अब बाँकी कुरा हामी पर्सनल टाइममा कुरा गरौँला निरज कौर यहाँलाई स्वागत गर्न चाहन्छु है सबैले अमृत गेवाली सरलाई सबैले माया गर्नुहोस् है नाम मेन्सन गर्नुहोस् है मुना पाण्डेजी नाम मेन्सन गर्नुहोस्